यसमा चाहिँ हामीले सुरक्षाको तर्फबाट सचेतनाको लागि, नागरिक सचेतनाको लागि अ, सूचनाहरू चाहिँ सम्प्रेषण गरिरहेका छौँ। विपद सम्बन्धी सूचनाहरू अ, जिल्ला प्रशासन कार्यालय, जिल्ला पुलिस कार्यालयले नियमित रूपमा सम्प्रेषण गरिरहेको अवस्था छ। र सँगसँगै अहिले चाहिँ नागरिकहरू पनि अलिक सजग चाहिँ हुनुहुन्छ। किनभने अस्ति भर्खर हामीले त्यो ठुलो विपत्ति बेहोरेर अहिले फेरि यो पानी पर्ने विपद फेरि आउन सक्ने सम्भावना रहेको भनेर विभिन्न चाहिँ हाम्रो सूचनाहरू मार्फत जानकारी प्राप्त भएकोले यसलाई पनि हामीले फेरि सूचना बनाएर सम्प्रेषण गरेका छौँ र पूर्व तयारी पनि गरिरहेका छौँ। सँगसँगै पूर्व तयारी विशेषतः अहिले चाहिँ हामी यो राजमार्ग राजमार्ग मेची राजमार्ग अन्तर्गत पनि यो राजदुवाली खण्ड जुन विगत लामो समयसम्म यसले दुःख दिएर हामीले निर्माणकै क्रममा पनि रह्यो र गाडी बाटो बन्दै पनि भयो र अहिले फेरि जुन बिहानदेखि लगातार परिरहेको पानीको कारणले यसलाई चाहिँ फेरि यहाँ समस्या आउँछ कि भनेर हामी सडकको डिभिजनल इन्जिनियर साहब र म पनि अहिले फिल्डमै छु र हामीले यसको चाहिँ सुरक्षा र सजगताको लागि चाहिँ प्रहरी कर्मचारीहरू ट्राफिक प्रहरी सहित तल र माथि दुवै ठाउँमा दुवै मुखहरूमा ट्राफिक प्रहरी र प्रहरी राखेर यसलाई व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ र सँगसँगै हामीले यो रातिमा कुनै समस्या आउँछ कि भनेर बेलुका 7 बजेदेखि बिहान 6 बजेसम्मलाई यो आजदेखि सवारी साधन सबै प्रकारका सवारी साधनहरू बन्द गर्ने मेची राजमार्गमा भनेर हाम्रो इलाम जिल्लाभित्रको एरियामा बन्द गर्ने भनेर हामीले सूचना सम्प्रेषण गरेका छौँ। त्यो सूचना हामीले झापालाई त्यसपछि गएर ताप्लेजुङ 5 थरलाई पनि हामीले पठाएका छौँ त्यो सूचना सम्प्रेषण गरिदिनु हुन भनेर। किनभने यो राजदुवालीको खण्ड अझै पनि स्टेबल भइसकेको छैन। यो जति बेला पनि यहाँ समस्या आउन सक्ने र पानी परेको कारणले अहिले पनि यो हल्का बगिरहेको अवस्था छ। त्यसले गर्दाखेरि अहिले चाहिँ यहाँ खास यो खण्डमा हामी आउनु परेको इन्जिनियर साहब र म आउनु परेको कारण के हो भने अघि परेको पानीले फेरि समस्या आउँछ कि दिउँसै हामीले गाडी रोक्नुपर्ने हो कि सूचना जारी गर्नुपर्ने हो कि भनेर त्यसको आकलन गर्नलाई चाहिँ हामी यहाँ झरेका हो। र सँगसँगै अहिले हामी यहाँ हेरेका छौँ यो परिस्थिति चाहिँ अलिकति बिग्रन थाल्यो भने हामीले सूचना जारी गरेर दिउँसै गाडी रोक्नुपर्ने परिस्थिति पनि आउन सक्छ। हस्, थ्याङ्क यू सर। थ्याङ्क यू।